हेलो गाइज वेलकम बैक टु माई युट्युब च्यानल। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ। म नि एकदम सन्चै आरामै छु। आजको दिन न्यू डे न्यू ब्लग्स को साथ स्टार्ट गरेको छु। आज चाहिँ म कृष्ण मन्दिर जान्छु, गणेश मन्दिर जान्छु अनि क्यान्सर पनि जान्छु। सो घुम्न पर्यो, घर बस्दा बस्दा अल्छी पनि लाग्यो। अनि आज चाहिँ गर्मी पनि एकदम छ, साइकलमा राइड हान्न पर्यो। अब बिस्तारै लाइसेन्स निकालेपछि चाहिँ बाइक किन्ने कुरा भइरहेछ घरमा। बाइक किनेपछि चाहिँ नयाँ नयाँ भिडियोहरू आइहाल्छ। अहिलेलाई चाहिँ साइकलमा घुमघाम भइरहेछ। अब लाइसेन्स निकाल्ने हो चाँडै नै, त्यसपछि चाहिँ अनि नयाँ नयाँ ब्लग्सहरू आउँछ, मोटो ब्लग्स हेर्दै गर्नु होला। डोन्ट फर्गेट टु लाइक कमेन्ट एन्ड सब्सक्राइब। आजको ब्लग स्टार्ट गरौँ है त गाइज। हेलो गाइज, हामी चाहिँ कृष्ण मन्दिर आइसकेका छौँ। यो चाहिँ कृष्ण मन्दिर हो। मसँग चाहिँ असल भाइ पनि छ, हाई भनिदेऊ। यहाँ चाहिँ यस्तो छ गाइज मूर्तिहरू। कृष्ण मन्दिर आएको, गर्मी भइरहेछ आज चाहिँ, लास्टै गर्मी छ गाइज। यहाँ चाहिँ मन्दिर छ गाइज, ठुलो मन्दिर रहेछ। तपाईँहरूले देख्न सक्नुहुन्छ, यहाँ छ मन्दिर, ऐना रहेछ। यो चाहिँ कृष्ण मन्दिर हो गाइज। यहाँनिर चाहिँ मन्दिरहरू छ, यहाँ चाहिँ गेट छ, यहाँबाट देख्न सक्नुहुन्छ मन्दिर। आज चाहिँ लास्टै गर्मी छ। यहाँ चाहिँ फुल भ्यू भयो मन्दिरको। असल भाइ र म चाहिँ साइकलमा आएको हो। अब साइकलमै जाने हो। बन्द गरिदेऊ गेट। यहाँबाट चाहिँ देख्न सक्नुहुन्छ मन्दिरको भ्यू। कृष्ण मन्दिर हो। यता चाहिँ बर पिपलको रुख रहेछ। यस्तो गर्मी छ गाइज आज चाहिँ। साइकलमा आएको उ र म, भाइ र म। यता चाहिँ झकास घर रहेछ। यहाँ चाहिँ श्री कृष्ण आध्यात्मिक मन्दिर। चापी लाग्यो श्री कृष्ण आध्यात्मिक प्रतिष्ठान कृष्ण पहाड। हामी चाहिँ कृष्ण मन्दिरमा छौँ। हामी चाहिँ साइकलमा आउँदैछौँ, जाँदैछौँ घरतिर। अब यसो कुल्फी खानु पर्यो, गर्मी छ। भ्यू देख्न सक्नुहुन्छ। हाई भनिदेऊ असल, असल हाई भनिदेऊ। हामी चाहिँ साइकलमा जाँदैछौँ। यहाँ चाहिँ तोरी सुकाएको रहेछ गाइस। यस्तो गर्मी छ आज चितवनमा, 38 डिग्री रहेछ आज चाहिँ। घाममै हिँडिरहियो छ। हामी चाहिँ कुल्फी खाँदैछौँ गाइस, असल भाइकोमा। आज लास्टै गर्मी छ। असल भाइ उता छ, म यता छु, कुल्फी खाँदैछौँ। यहाँ चाहिँ फ्याक्ट्री हो, कुल्फी फ्याक्ट्री। आइसक्रिमहरू, शर्मा आइसक्रिम, तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ। यहाँ चाहिँ शर्मा आइसक्रिम हो, यो चाहिँ फ्याक्ट्री हो, उद्योग हो। तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ। कृष्णपुर हो। हामी चाहिँ घर आइसक्यौँ गाइस। घर आएर चाहिँ अब चाउचो खान लाग्यो फेरि। तपाईँहरू बिहान सक्नुहुन्छ चाउचो। त्यहाँ असल भाइको लागि
हामी चाहिँ अब चाउचाउ खान्छौँ एकछिनमा स्टे ट्युन गर्नु है त भिडियो आउँछ एकछिनमा हामी चाहिँ ढलनमाथि छौँ गाइज यस्तो गर्मी छ आजको वेदर चाहिँ असल भाइ भइहाल्यो यस्तै गर्मी छ आज चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ आज चाहिँ गर्मी भएको कारणले माथि आएर बसेको क्या हावा पनि लागेको छैन गर्मी भएको छ यहाँ चाहिँ कुखुरा छ यता हेर यता चाहिँ कुखुरा छ गाइज आज चाहिँ गर्मी भयो एकदमै पानीहरू प्रशस्त खानु होला सबले जो जतिले पनि हेर्नु भएको छ घाम पनि चर्को लागेको छ बादल पनि यस्तो छ हाई भन्देऊ नाच्देऊ नाच न हेलो गाइज हामी चाहिँ यहाँ गणेश मन्दिर आएको छौँ तपाईहरुले देख्न सक्नुहुन्छ चाहिँ गणेश मन्दिर हो घन्टी बजाइदिउँ घन्टी बजाउनु मजा आउँछ है घन्टी बजाउनु यो चाहिँ गणेश मन्दिर भयो क्या हामी चाहिँ भित्र जान्छौँ चाहिँ गणेश मन्दिर हो गाइज गणेशको मन्दिर छ यहाँ चाहिँ राधा कृष्णको मन्दिर रहेछ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ कृष्ण र राधाको रहेछ तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ चाहिँ बुद्धको मन्दिर छ यतातिर चाहिँ बस्ने ठाउँ छ अहिले बनाउन लागेको रहेछ त्यही भएर कन्स्ट्रक्सन चालु रहेछ मन्दिरमा आज कटरचोकको गणेश मन्दिर भिजिट गरेको अघि हामी कृष्ण मन्दिर गएको थियौँ तपाईहरुले देख्न सक्नुहुन्छ मन्दिर गाइज हामी चाहिँ क्यान्सर आइसकेको छौँ तपाईहरुले देख्न सक्नुहुन्छ भ्यू यता हिँड यता यहाँको भ्यू चाहिँ राम्रो छ तर गर्मी छ लास्टै गार्डन चाहिँ खतरा लाग्छ कि आजको भ्लग चाहिँ क्यान्सर आयौँ हामी गणेश मन्दिर गएको थियौँ अनि त्यसपछि क्यान्सर आएको क्यान्सरमा चाहिँ यसो राम्रो नजारा देखिन्छ कि भनेर यहाँ चाहिँ स्विमिङ पुल थियो पहिला अहिले छैन पानी छैन आजको दिन चाहिँ लास्ट गर्मी छ गाइस असल भाइ यहाँ छ मसँग यस्तो गर्मी भएको कि आमा बैशाखमा नि
त वैशाख जेठमा लास्ट गर्मी हुन्छ गाइस त्यही नि लास्टै गर्मी छ भने चितवनमा त के भएको यति साह्रो 48 डिग्री सेल्सियस पो छ भने यहाँको गार्डन चाहिँ दामी लाग्छ मलाई राम्रो रहेछ भित्र जान त पाइन्न होला बाहिरैबाट हेर्ने हो यो चाहिँ हस्पिटल भयो ओपिडी रहेछ त्यहाँ चाहिँ लास्टै गर्मी भयो भने हामी चाहिँ क्यान्सर छौँ गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ कटहरको रुख अशोकको रुख पेन्टिङ रोड चाहिँ क्या वाइड रहेछ अहिले चाहिँ अब 4 बजिसक्यो मान्छेहरूको धेरै आवत जावत रहेछ हामी चाहिँ साइकलमा आएको थियौँ देख्न सक्नुहुन्छ असल भाइको मलाई फाइनली गाइज म चाहिँ घर आइपुगेको छु आजको लागि चाहिँ भ्लग समाप्त गर्छु आज चाहिँ हामी गणेश मन्दिर गयो कटुचोक गयो क्यान्सर गयो एकदम घाममा पनि घुमेर आइयो साइकलमा आजको लागि भ्लग यति नै भोलि अर्को भ्लगको साथ म उपस्थित हुनेछु डोन्ट फर्गेट टु लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब जो जति पनि नयाँ युजर हुनुहुन्छ हिट द बेल आइकन अनि हजुरहरूले नयाँ नयाँ भिडियोहरू देख्न सक्नुहुन्छ भ्लग्सहरू मेरो डेली भ्लग्सहरू आजलाई चाहिँ यति नै भन्छु हस् त जय नेपाल।